थियो आज हाम्रो रुममा चाहिँ झगडा भएको थियो। आज चाहिँ हामी सँगै सुतेको छौँ। अब सँगै झगडा गरेको मान्छेलाई एउटै रुममा सुताउनु पनि भएन होइन। चक्कुले हानाहान गर्छौँ, अब के भन्नु होइन। चक्कुले हानाहान गरेपछि त अब फेरि कसैलाई चोट पनि लाग्न सक्छ। ठाउँमा गाह्रो छ चक्कुले हानाहान गरेपछि त गाह्रो छ, धेरै गाह्रो छ। चक्कुले हानाहान गर्ने मान्छे यता होइन। अब चक्कुले नै हानाहान गरेपछि त अब सँगै सुताउनु पनि भएन होइन। त्यही भएर मेरो रुममा ल्याएर सुताएको छु साथीलाई। रुम फेरि सेपरेट छ साथी, गाईजहरू हेर्नुहोस् सब चारैतिर घुमाएर हेर्नुहोस्। यहाँ मुसा चरा एउटा केही छिर्दैन, डबल बेड अर्को पनि छ त्रिबल बेड हेर्नुहोस्। डबल बेड त छैन, बलै झुट बोल्दैछ। डबल बेड भएको भए सँगै सुत्ने थिएनौँ। सिङ्गल बेड डबल मान्छे, डबल मान्छे नो होइन। नो 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 डबल बेड डबल मान्छे। अनि मेरो साथीलाई कसैले चक्कुले हानेर माऱ्यो भने के गर्नु होइन। अनि आफ्नो ठाउँमा ल्याउनु परेन। यत्रो काटेछ है कि अनि उता पनि चोट लागेको थियो उता। त्यही भएर साथीलाई चाहिँ सेप्रेट ठाउँमा ल्याएर